आज नागपञ्चमी अर्थात् नागको पूजा गर्ने दिन। यस दिन नेपालकै सबैभन्दा पुरानो मन्दिर चामुण्डानारायण मन्दिरमा भव्य मेला लाग्ने गर्छ। भक्तपुरका भक्तजन अर्थात् बासिन्दाहरू यस मन्दिरमा मेला भर्न जाने गर्छ। तर आजभोलि नास्तिवादीहरू बढी भएर हो कि पहिलाको जस्तो यसरी भिडभाड हामी देख्न पाउँदैनौँ। हामी साना छँदाखेरि 1 किलोमिटर अगाडिदेखि नै यातायातलाई रोकेर यात्रुहरूलाई अर्थात् भक्तजनहरूलाई माथि पठाउने हुन्थ्यो भने आजभोलि त्यस्तो दृश्य देख्न पाएका छैनौँ। आज बिहान अलिकति हुल भएको कुरा सुने तैपनि हामी पुग्दाखेरि खासै हुल देखिएको छैन। यस स्थानबाट हामी काठमाडौँ र भक्तपुरका मनोरम दृश्यहरू अर्थात् बस्तीहरू पनि हेर्न सक्छौँ। त्यसलाई देखाउन पनि मैले प्रयत्न गरेको छु भने हामी यही सिलसिलामा त्रिशुलधारा पनि पुगेका छौँ। त्रिशुलधाराबाट पनि भक्तपुरको मनोरम दृश्यहरूलाई कैद गर्न खोजिएका छौँ। कतिको सफल भयो तपाईँहरूले कमेन्ट गर्नुहोला। तब लागौँ चामुण्डानारायण मन्दिरको दर्शनतर्फ। नाच्छ त लौ टप्रियाप्रीको बुझ्यो नाच्ला नाच्ने के कारणले मलाई जान सिकाएको मुनुमुरु बेला Tayo ba? Oo. Kung kinali? Basta talaga. Kali.
झल हो झल नेपालीको अनुवादलाई सुरु खै हसी लिपि पुलाङ लिपिलो त्यो चाहिँ पुलाङ लिपिलो थोर थाहा बिचेको दिने त यो वो घरु के टाढो नब्बेसँग भएकोले दुबले पेट हो मेन लिपि भक्तपुर एकुरेमबाट हुनुहुन्छ जब पहिला हुरो था वो मुखु जेता तो मुखु है ये प्लान लिपि थोड़ा हुआ तो त्यसपछि हुनुहुन्छ अनिता बोजु अनिता बोजु हुनुहुन्छ कलर यावली जुमे क्या बैकुण्ठ रहिबाट हेर गर्नु बैकुण्ठ रहिब यो त क्या भिडियो त्यो चाहिँ हामी सेबले त नि वेबले चाहिँ थाहा मास्याउला नि थाहा थियो त वेबले उठ्नुबाट स्याउटी लाग्यो अनि मेरो कोरे याको हौली चाहिँ अपुरो जुने सेतो त होली अपुरो जुने यो एउटै या ढालो ठ्याक्कै यो थाहा जुने ऊ खिची आफूले चाहिँ एक हप्ता खुकनेको थियो उसले ढुका स्याउ लानु चाहिँ पशुपतिको हामी झुमियाले प्रश्न खेर Yo, we're in. In the ship. New device.
यो नयाँ बनाएको कि पुरानो हो पुरानो हो र अलिक ठुलो भएको जस्तो छ पहिलेभन्दा ठुलो भएको जस्तो छ होइन त्यस्तै हो पुरानो सफा गरेर नयाँ जस्तो भयो श्री सामरान भगवानको उपासना रहियोस् भन्ने कामना गर्दछु धन्यवाद बोल्नु नि के भनेको तिलसुल डाँडा चाहिँ गर्ने दिनला तिलसुल डाँडा अनि कि थोकेमा पुजारी तपाईँ यहाँ यहीँको पुजारी हुनुहुन्छ कि यो छिन्नमस्ता खास यो देउतालाई किन छिन्नमस्ता भनिएको यो देउतालाई छिन्नमस्तक मैले बुझेको अनुसारले छिन्नमस्तक किन भनेको हो भने भगवान् विष्णु यहाँ विराजमान हुँदाखेरि राक्षसले धेरै दुःख दिनुभयो अरे अनि त्यो दुःख दिएको भएर अब जस्तो गरे पनि नहुने भयो अब महादेवले आज्ञा गर्नुभयो अरे आकाशवाणी भएर हे पार्वती अब तिम्रो दाइ विष्णुलाई तिमीले केही योगदान गर्नु समय आयो धेरै दुःख भयो भनेर भन्नुभयो अरे त्यो भन्दाखेरि अनि अब मैले के गर्नु त प्रभु भन्दाखेरि अनि राक्षसले दुःख दिएको भएर अब यत्रो दिदीबहिनीहरू बनायो अब बाराई वैष्णवी माहेश्वरी बर्मानी कुमारी गणेश कुमार सबैले साथ लिएर सबै गरेर गरे पनि नहुने भएर अनि लास्टमा आफ्नै शिर काटेर त्यो राक्षसहरूलाई जय र विजयले रगत खाएको भएको भएर तिन धारा रगत आएको अनि कसले दिएको भने सुनेको तिन धारा रगत एउटा धारा आफ्नै टाउमा निरुदण्डबाट आएको अनि एउटा पाटलमा एउटा राक्षसहरूलाई एउटा स्वर्गमा जसले जसले चाह्यो त्यसले दिएर मनुष्यको लागि हित गर्नुको लागि आफ्नै बलि चढाएको भन्ने भगवान् विष्णुलाई विराजमान गर्नको लागि आफ्नो टाउको काटेर बलि दिएर राक्षसहरूले सम्पूर्ण खाएको यो अष्टमातिका भने पार्वतीको अवतार भन्ने सुनेको छु त्यो हो कि पार्वती पनि हो देवी पनि हो महालक्ष्मी पनि हो काली पनि हो काटेको टाउको काटेको भएर छिन्नमस्त भयो अष्टमातिकामा कुन कुन देवताहरू पर्छन् एउटा इन्द्रायणी छैन यहाँ ए इन्द्राणी एउटा छैन है यहाँ कान्ति भैरव सङ्कटा छिन्नमस्त भगवती बाराई वैष्णवी माहेश्वरी बर्माइनी कुमारी गणेश कुमार सरस्वती उमा महेश्वरी त्यसो भए भक्तपुरको अष्टमातिका भन्दा यहाँ अलिकति फरक रहेछ अलिक अनि यहाँको इन्द्रायणी एउटा छैन एउटा पारी ए पारिपट्टि कता यता एउटा अनि यहाँको जात्रा हुँदा चाहिँ यो अष्टमातिकालाई नि घुमाउँछ कि के घुमाउँछ यहाँ नारायण महादेव महादेव त्यही हो होइन पशुपतिनाथ औँसी यहाँको दिन अगाडि भैरव तल विराजमान हुन्छ उहाँ विद्यार्थीजी तल जानुहुन्छ अनि औँसीको दिनमा माथि ल्याउनुहुन्छ बाजागाजको साथ अनि यहाँबाट काली जानुहुन्छ अनि यहाँ पार्टी छैन तल त्यहाँ बसेर स्वयम्वर गरेर अनि जात्रा गर्छु अनि यहाँ सबैभन्दा सानो रथ छ भन्छ नि त्यो कुन बेला चलाउनु त्यो पाङ्ग्रा भएको त्यो फाउ पूर्णिमा फागु पूर्णिमा हो र भोलिको दिन होलीमा हो ए हो र भारत त्यहाँ यसो भन्छ महादेव पनि भन्छ अनि हाम्रो यो वंशकुमार पनि ए वंशकुमार पनि हुन्छ है अनि यो अपुरो यो घाटकोमा पनि के भन्नु यो हाँसीलाई चाहिँ नि उता लगेर बनाउँछ अरे पहिला पहिला त तान्त्रिकहरू हुन्छ नि अब बुद्धिजीवीहरू अनि उता लगेर पऱ्यो हामी भोलि यहीँ बस्नु फेरि लग्यो फेरि यहीँ बस्नु त्यो धेरै पटक देश भएको भएर अनि यहीँ राखेर बनाउँछु भन्दाखेरि बनाउँदाखेरि रगत आयो ज्यान हाँसी चाहिँ नि अहिले पनि जीवित शक्तिशाली छ हाम्रो धारणा छ विश्वास छ मलाई नि धान लगेपछि मैले पनि एकचोटि गरे हो होइन एक हप्ता नै प्र्याक्टिस गरे पनि हुने जस्तो देखिन्छ माछ्याउ लागि थोरै पो छ कि आस्था लिएर अनि मैले घोडामा ठक्कर हाल्ने 2 मिनट पछाडि नानी कति दबाई गरेर पनि निको भएन मलाई निको भएको बा नानी के गरेको भने मलाई अब जे गरे उहाँले नै गरिदिनु यहाँबाट यो ढुङ्गाबाट खाँची आउनु हुँदैन अनि यो मन्दिरलाई सबैभन्दा पुरानो मन्दिर मान्ने गरिन्छ त्यो कुरामा तपाईँले कतिको विश्वास लाग्छ कालको हो होइन
लिच्छविकाल भन्दाखेरि अंशुपुरमा के भन्दा पहिला भयो मानदेवको पालामा हरिदत्त वर्मा राजा ए हरिदत्त वर्मा राजाको पालामा बनाएको अनि मानदेवको बेलामा चाहिँ पूर्ण मनमाथि गरेको भुइँचालो आएर हामीले गऱ्यो नि त त्यस्तै जिउर नौरानमा पूर्ण मात्रै त्यो शिलालेखमा लेखेको तपाईँलाई केही थाहा छ कि शिलालेखमा छ नि सबैभन्दा पुरानो शिलालेख हुन्छ नि यहाँको शिलालेखमा त अक्षर धेरै जस्तोले चिठहरूले त त्यस बेलाको हामी जस्तो ब्रह्मलिपिमा भयो त्यही भएर धन्यवाद तो यूट्यूब निवास युवाकोटा अस्ट्रेलिया हरि सङ्गीत बजेटे मुरुलाला नरम मुसुला
ठिकै उत्तर सुगताले नयाँ व्यवस्था यता सब उठाएर